देश निर्वाचनमय भएको छ। तपाईहरूको तिरबाट पनि नेताहरू मिठा मिठा सपना बाँड्दै आइरहेका होलान्। यो बाटो बनाइदिन्छु, पुल बनाइदिन्छु, रोजगारी दिन्छु आदि प्रमिसेसहरू पनि गरिरहेका होलान्। तर हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ हामीले छानेर पढाउने सांसदहरूको काम यो कुनै पनि होइन। एमपिजहरूले त ल बनाउने हो, पार्लियामेन्टमा भएका बिलहरूमाथि छलफल गर्ने हो, त्यसको दफा दफा केलाउँदै बहस गर्ने हो, अनि आफ्नो ठाउँको आवाज पनि सदनसम्म पुर्याउने हो। त्यही भएर योभन्दा अगाडि सदनमा पुगेका पुराना नेताहरूलाई प्रश्न गर्दा सामाजिक सञ्जाल विधायकको विषयमा किन बोल्नु भएन, भ्रष्टाचारको हदब्यादको व्यवस्थाबारे हामीले पटक पटक फोन गर्दा पनि सदनमा किन मौन बस्नुभयो, तपाईँको पार्टीले गलत मनसायले लागेको विधायक पारित गराउन व्हिप जारी गर्दा किन मौन सहमति जनाउनु भयो, सदनका कतिवटा बहसमा अनुपस्थित हुनुभयो, हाम्रो ठाउँका समस्याहरू कतिपटक सदनमा उठाउनु भयो भनेर यस्ता प्रश्न सोध्नुहोला। अनि नयाँलाई चाहिँ हाम्रो आवाज दबाउने नीति सरकारले ल्याउन खोज्दा तपाईँ के गर्नुहुन्छ? तपाईँको आफ्नै पार्टीले यो गर्नुपर्छ भन्दै व्हिप जारी गर्दा तपाईँ चुपचाप मान्नुहुन्छ कि पार्टीको विरुद्धमा पनि उभिन सक्नुहुन्छ? तपाईँ पार्टीका लागि सरकार बनाउने एउटा सिट मात्र हो कि हाम्रो क्षेत्रको प्रतिनिधि? हाम्रो क्षेत्रका के मागहरू सदनमा उठाउने र पुरा गराउने प्रतिबद्ध गर्नुहुन्छ? चुनाव जितेपछि पनि तपाईँ कति सहज रूपमा पहुँचयोग्य हुनुहुन्छ? यस्ता प्रश्न सोध्नुहोला। जे होस् प्रश्न सोध्न नछाड्नुहोला र प्रश्न सबैलाई सोध्नुहोला। जेनजी भनेकै आतङ्ककारी हुन् भन्नेलाई पनि प्रश्न सोध्नुहोला। 6 महिनाभित्र चुलोमा ग्यास पुर्याइदिन्छु भन्नेलाई पनि प्रश्न सोध्नुहोला। फेरिएर आयौँ नि हामी त भन्नेलाई पनि प्रश्न सोध्नुहोला। चुपचाप हात मात्र हल्लाउनेहरूलाई पनि प्रश्न सोध्नुहोला र गाडीले ठक्कर नै दिएर कसैको ज्यान लिँदा पनि चुइक्क नबोल्नेलाई पनि प्रश्न सोध्नुहोला। प्रश्न सबैलाई सोध्नुहोला, किनकि जितेर गएपछि आफ्नो ठाउँ आउनु त परको कुरा, कतिले तपाईँको फोन पनि उठाउँदैनन्। त्यही भएर प्रश्न सोध्ने बेला यही नै हो। थ्याङ्क यू फर वाचिङ।